नमस्ते सबैजनालाई है। म चाहिँ अहिले खरसाङको यो सिंगेल भन्ने जग्गामा छु कि यहाँ चाहिँ हाम्रो ठुलो ठालो गर्ने मान्ने हुने खाने नाम लिनु पनि डर लाग्ने नेताजीहरूले चाहिँ यति दामी काम गरिदिनु भएको रहेछ। जनताको सहुलियतको लागि, जनताको फेसिलिटिजको लागि यति राम्रो काम गर्नु भएको रहेछ। त्यो फेसिलिटिज चाहिँ के हो भन्दाखेरि चाहिँ फ्री रोड मसाज। हेर्नुहोस् है, फ्री रोड मसाज। अब नाम सुन्दा तपाईँलाई अचम्म लागेला। अब तपाईँले त्यो रोड देख्नुभयो भने झन् अचम्मै हुन्छ। हेर्नुहोस् ल, म तपाईँलाई देखाइदिन्छु फ्री रोड मसाज चाहिँ कस्तो हुँदो रहेछ भनेर। यहाँ आउनु भयो चाहिँ तपाईँहरूले फ्री मसाज है, फ्री रोड मसाजको साथसाथ 3टा चिजको चाहिँ ग्यारेन्टी पाउनु हुने रहेछ। त्यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अहिलेको यङ्स्टर्स केटाहरू या बहिनीहरू भाइहरू जति पनि तपाईँहरूको बाइक स्कुटी लिएर यो बाटो आउनुहुन्छ भने तपाईँहरूको हातखुट्टा भाँचिने 100% ग्यारेन्टी होइन। अनि हाम्रो ड्राइभर दाजुहरूले, जति पनि ड्राइभर दाजुहरूले नयाँ नयाँ गाडीहरू किन्नुहुन्छ है, उहाँहरूले पनि यो रोडमा नयाँ गाडी लिएर आउनु भयो भने उनीहरूको गाडी पनि कवाडी हुने 100% चान्सेस होइन, 100% ग्यारेन्टी नै। अनि हाम्रो जति पनि बिरामीहरू हुनुहुन्छ है, बिरामीहरू हुन्छ गाउँतिर, गाउँ समाजतिर अस्पताल लानुको लागि यो बाटो युज गर्नुभयो भने अस्पतालको खर्चै सेभ हुने ग्यारेन्टी। यति राम्रो फेसिलिटी दिनु भएको रहेछ यहाँनिर हाम्रो यहाँको जान्ने मान्ने है नेताजीहरूले है। यो चाहिँ तपाईँहरूले हेरिदिनुहोस्। यति साह्रो सोचेको, यति साह्रो फेसिलिटिज दिएको है हाम्रो ठुलो ठालो मान्छेहरूले, हुने खाने नाम लिनु पनि डर लाग्ने नेताजीहरूले यति साह्रो फेसिलिटिज दिनु भएको छ है। तपाईँहरूले पनि यहाँ आएर यो रोडमा खरसाङको सिंगेलमा आएर यो रोडमा फ्री रोड मसाजको फाइदा उठाइदिनुहोस् होला है। तर ध्यान दिनु होला है, यहाँ यो रोडमा आउनुभन्दा अगाडि चाहिँ तपाईँहरूले लाइफ इन्सुरेन्स चाहिँ गरेर आउनुहोस् है। लाइफ इन्सुरेन्स किन भन्दाखेरि चाहिँ यो रोडमा मसाज गर्नु यति मजा आउँछ कि दिल खुसबाट तपाईँहरू स्वर्गवास पनि हुन सक्नुहुन्छ है। त्यही भएर लाइफ इन्सुरेन्स चाहिँ गरेर आइदिनुहोस् होला यो बाटोमा। यो भिडियोलाई चाहिँ तपाईँले ज्यादा से ज्यादा सेयर गर्नुहोस् ताकि यो भिडियो चाहिँ त्यो जिम्मेवारी मान्छेहरूकोमा पुगोस् जसले चाहिँ यो रोड बनाउँछ है, उनीहरूको जिम्मेवारी मान्छेहरूकोमा पुगोस्। उनीहरूलाई चाहिँ यो भिडियो देखेर एकदम गर्व महसुस होस् होइन, गर्व महसुस होस्। उनीहरूको चाहिँ गर्वले छाती फुल्लोस्, उसुसु फुलेको गरोस्, बरु फुलेर छाती फुटेर मरोस्। हामी मलामिन जानु हुँदैन। तर तपाईँले यो भिडियो चाहिँ दया गरी सेयर गरिदिनुहोस् होला।